छौँ र बेलायतमा पनि उहाँको सहकार्य भइरहेको छ र हामीले जहिले पनि सहयोग गर्नुहुन्छ। उहाँ पनि कोशी प्रदेशकै पढ्नुहुन्छ र बेलायतबाट विशेष गरी यहाँ काठमाडौँ केही दिनको लागि आउनुभएको थियो। मैले त्यो मौका छोपेर उहाँलाई पनि इन्भाइट गरेँ। भोलिको दिनमा बेलायतमा पनि हाम्रो कोशी प्रदेशका कुरा हुन्छन् भनेर हामीसँग हुनुहुन्छ आदिवासी जनजाति महासङ्घ बेलायतका अध्यक्ष तथा व्यावसायिक रूपमा सुनचाँदी व्यवसायी सङ्घ बेलायतका अध्यक्ष मेजर योगेश राईज्यू रिटायर्ड मेजर हुनुहुन्छ। उहाँकै धर्मपत्नी सँगसँगै आउनुभएको छ, उहाँलाई पनि मैले आसन गरेर गराएँ। त्यसै गरी हाम्रो कोशी प्रदेशमा रहेर काम गरिराख्नु भएको कलाकार उमा श्रेष्ठजी हुनुहुन्छ, मैले उहाँलाई पनि आसन गरेर गराएँ। त्यसै गरी हामीसँग हुनुहुन्छ पूर्वकी चर्चित पूर्व नै घर उहाँको सभापति बसेर अहिले काठमाडौँ बसेर एकदम चर्चित आएका उहाँ हुनुहुन्छ अनु शाहजी। त्यसै गरी हामीसँग हुनुहुन्छ हाम्रो ज्वाइँ साहब भन्नुपर्छ, अब ज्वाइँ साहब र नायक होइन, उहाँको एकदम अहिले हिरै हुनुहुन्छ सबिन श्रेष्ठज्यू। अब मैले यताबाट फेरि आएँ, यता चलचित्र गरिसक्यो। अब अहिले कुरा गरिरहँदाखेरि अहिले सबै नेपालीको धुकधुकीमा एउटा चलचित्र बसेको छ, अहिले पनि चलचित्र चलिरहेको छ र त्यो चलचित्र हेर्दाखेरि वास्तवै मान्छे मन रुन्छ र त्यो चलचित्र चाहिँ पूर्ण रूपमा हुन त अस्ति एन्जिला पनि पूर्ण रूपमा इलाममै बसेर सुटिङ भएको थियो हाम्रै कोशी प्रदेशमा बसेर। अहिले त्यो चलचित्र पनि पूर्ण रूपमा धनकुटै बसेर चलचित्र सुटिङ भएको छ र अहिलेको चर्चित चलचित्र प्लिज आउनुहोस्, चर्चित चलचित्र परानका निर्देशक दीपक आचार्यज्यू। यता बस्छु, म दाइ आइरहँदाखेरि गर्दा म यता सकिहाल्छु। त्यसै गरी हामीसँग हुनुहुन्छ उहाँ आफै एउटा राम्रो डान्सर पनि हुनुहुन्छ, कलाकार पनि हुनुहुन्छ, उहाँ पनि विराटनगरबाटै हुनुहुन्छ, निर्माता पनि हुनुहुन्छ, नायक हुनुहुन्छ गजित विष्टज्यू। त्यसै गरी हामीसँग हुनुहुन्छ निर्मात्री, उहाँको धर्मपत्नी, उहाँको निर्मात्री हुनुहुन्छ सम्झना। त्यसै गरी हामीसँग पूर्वको चलचित्रको एउटा अर्को हस्ती